गिरा छिटो छिटो पाकेको थियो के अनि बाहिर देख्न कति धेरै थिए अर्को दिन ल्याएको थियो यो म सुस्मिता बहिनी सम्झिन्छु यो कम्पनी सुस्मिता बहिनीहरुको तर सुस्मिता बहिनी कता भएर आछ खै यस्तै यहाँ हेर्नु पर्छ के भन्नु पनि किनेर खाएको है मैले यो सबै किनेर कसरी देख्छ अनि ल्याएको हैजाको हो यो दाल मलाई मन पर्छ यो भाइ खाएको पिरो दाल सादा जस्तो त यो मिठो लाग्छ मलाई के मनको दाल दाल राम्रो यो पनि ठिक छ यसपछि अर्को ल्याएको यो चाहिँ चकलेट वाला बिस्कुट हो यो चाहिँ मिठो हुन्छ है हेलो साथीहरु सबैजनालाई नमस्कार छ चिसो चिसो मौसमको न्यानो माया के कता व्यस्त हुनुहुन्छ तपाईहरु अब कोही कता हुनुहुन्छ होला कोही कता हुनुहुन्छ कसैलाई बिहा लागेको छ होला कसैलाई पार्टी लागेको छ होला कसैलाई के लागिरहेको होला कसैलाई निम्तो मान्न जाने हतार होला कोही बेहुलो हुनुहुन्छ होला कोही बेहुली हुनुहुन्छ होला हैन मङ्सिर महिना छ एकदम व्यस्त समय छ अब यतिकैमा म यहाँ सुरुमै भनिहाल्छु हाम्रो सधैँभरि भिडियो हेर्ने हाम्रो अस्मिता जीको पनि बिहे रहेछ बिहेको निम्तो आएको थियो बिहेमा जान पाइएन माफी चाहन्छ उहाँलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना यहाँबाट फोन आयो फोन अहिले एकैछिनमा उठाउँछु म वैवाहिक जीवनको धेरै धेरै शुभकामना दाम्पत्य जीवन एकदम सुखमय बितोस् त्यसैगरी हामीलाई अर्को बिहाको पनि निम्तो आएको थियो हाम्रो गंगा नेउपानेजीको बहिनीको बिहा त्यसमा पनि जान पाइएन उहाँहरूलाई पनि वैवाहिक जीवनको धेरै धेरै दाम्पत्य जीवनको धेरै धेरै शुभकामना वर्षेपछि फुत्ता छोरछोरी पाउनु ज्ञानी छोरछोरी पाउनु छोरो मै जस्तो पाउनु छोरी जस्तो पाए पनि है भन्न खोजेको ज्ञानी के ज्ञानी म आफैलाई हल्का दिएको नि त अनि आज चाहिँ म तपाईहरुलाई नयाँ अपडेट दिने क्रममा मैले यहाँ सामान ल्याएको छु यस्तो सामानहरु हैन यो कहाँबाट ल्याएँ कसरी ल्याएँ भनेर भिडियो बनाउँछु म एकदमै भोकाएको छु कि यति भोकाएको छु कि कुरै गरेर साध्यै छैन हैन अनि बाहिर चाहिँ खासै खान मन लाग्ने कि बाहिर खायो खाएपछि ग्यास्ट्रिक हुने पेट फुल्ने एकदम अब यो के भन्ने ड्याउ आउने त्यस्तो हुन्छ मलाई चाहिँ अनि म खासै बाहिर खान्न आजभोलि अनि यहाँ हेर्नु सामानको मेरो अवस्था यसरी ल्याएको छु अब यो चाहिँ के ल्याएँ कसरी ल्याएँ भनेर आज चाहिँ मेरो घरको सपिङको यो अलिक फुर्सद भएको दिन पनि हो यसको बारेमा हुन्छ अनि यो मैले एउटा तन्ना अछ्याएर सर्लक यहाँ राखेको छु हैन अनि यो चाहिँ पहिला म अहिले तपाईहरुलाई यो शेयर गर्छु के ल्याएँ कहाँबाट ल्याएँ भनेर अनि अहिले चाहिँ मैले आउनै नपाई मैले इस्कुस बसालेँ के गाउँको इस्कुस त्यो रामेछापको मन्थलीतिरबाट आएको यस्तो टुप्पाको इस्कुस कि बडो मिठो लाग्थ्यो पहिला अहिले नि खान मन लाग्यो अनि अलिक हेल्दी पनि भयो इस्कुस र आलु लेखको आलु उसिनेको छु त्यो खान्छु त्यसपछि बाँकी भिडियो तपाईहरुलाई देखाउँछु है हेर्दै गर्नु होला अब यत्रो सामान छ आज हेर्नु यहाँ मेरोमा के छ किनमेल कहाँ गर्छु कसरी ल्याउँछु भन्ने कुरा चाहिँ तपाईहरुलाई अलिअलि थाहा पनि छ थाहा नभएकोले पनि हेर्नु होला यो भिडियो है त खाजा यस्तो छ आज है एकदमै भोक लागेको छ इस्कुस पाकन्जेल पनि कुर्न सकिन आलु चाहिँ पाकिहाल्यो अनि आलु खानु पर्यो भनेर ट्याक्कै सुरु गरेँ अलि तातो छ कि लेखको आलु मिठो हुन्छ है खाजामा फेरि आलु अनि यहाँ यो मम्मीले बनाउनु भएको अचार हो यो अचारसँग खान्छु म चाहिँ खुर्सानी चाहिँ अलिक पिरो के फेरि कहिलेकाहीँ नखाउँ जस्तो लाग्छ कहिलेकाहीँ खाउँ जस्तो लाग्छ अहिले पिन्न भ्याइन भोकले मलाई एकदम गाह्रो पारेछ अनि सेलाउँदै गर्छु सेलाएपछि क्वाप्पा खान मजा आउँछ कि इस्कुस पाकेको भए इस्कुस मजा आउँथ्यो इस्कुस नि खान्छु म त टुप्पा इस्कुस के तात्तालै खानु पर्यो क्या फाइनली साथी हो इस्कुस नि पाक्न चाहिँ हैन यसको चाहिँ बिहा मिठो हुन्छ तर बिहाले एकदम तातो पोलेर खानै दिएन अनि मैले अचार चेन्ज गरेर बिहा खान्छन् अरु बिहा खान्छन् आफू यहाँ बिहा खानु परेछ है तर केही छैन मिठो हुन्छ अब टाइम मिलेको भए मलाई बिहाको निम्ति धेरैवटा आएको थिएँ यसपालि बिहामा जान पाएको छैन कतै पनि बल्ल एउटा बिहामा गयो फुपूको छोराको बिहामा त्यो पनि धेरै चिज मिलाएर धेरैतिर मिलाएर गंगा दिदीको बहिनीको बिहा नि त्यतिखेर ठ्याक्कै थियो एकै दिन परेको थियो यो इस्कुस एकदम मिठो छ हो तातो मुख पोल्छ अब चाहिँ अनुहारमा अलिक चमक आयो जस्तो भयो यस्तो भोक लागेको थियो मलाई है त्यत्रो इस्कुस खाइसकेँ हेर्ने मैले नि खाएको एउटा त यो मैले दुईटा खाएँ नि त सँगै अनि अब यो आलु चाहिँ धेरै भयो भन्दा पनि अब धेरै नै भयो हैन त्यत्रो आलु थियो अलि बढी नै उसिनेको एउटा नयाँ तरकारी ल्याएको छु पश्चिमतिर टिकटकमा खुब बनाएको देख्छु हैन अनि त्यो ट्राई गरौँ त भनेर नयाँ तरकारी ल्याएको छु भाटपाटीबाट त्यो पकाउने यो मिसेर विशेष चाहिँ पश्चिमतिर धेरै चल्दछ त्यो तरकारी
चल्न त पूर्वतिर नि चल्छ र मैले भिडियोहरूमा चाहिँ अलिक पश्चिमको बढी हेर्छु पूर्वको नि हेरेको हुन्छु हेर त अब पकाउने कुराहरूमा अलिक पश्चिमतिरको हेरिरहेको हुन्छु के सिक्ने नयाँ नयाँ ठाउँको पूर्वको त आफै छँदैछु भनेर पश्चिमतिरको सिक्छु कि त्यस्तो हो कस्तो स्कुल खाँदा नि पुरै मासु खाए जस्तो छ त तरिका जिरा चोपेर जिराको धुलो चोपेर खायो भने कस्तो मिठो हुन्छ क्या मासु जस्तै बनाउनु पर्ने जेलाई ल ठिक छ जिन्दगीमा घर चलाउने साह्रै गाह्रो छ साथी हेर्नुहोस् खायो भाँडा माझ्यो पकायो खायो काम गऱ्यो फेरि जिन्दगी चाहिँ चल्ने नै यसरी हो कि अरे यो डेली रुटिन जस्तो कि अनि अब दिनदिनै पकाउनु चाहिँ अलिक झ्याउ लाग्छ मलाई खासमा होइन पकाएको दिन चाहिँ मजाले पकाउँछु अनि आज चाहिँ मैले त्यहाँ इस्कुसको यो इस्कुसकै खाजा खाएको दिन फेरि इस्कुसकै तरकारी त्यहाँ काटेर राखेको छु त्यसलाई चाहिँ म पकाएर राख्ने हो अनि एक दिन पकाएर 2-3 दिन पुग्छ कि फ्रिजमा राखो के पकाउनु त आज अनि अब के पकाउँछ अहिले हेर्न लास्टसम्म हेर्दा भयो नि त अब धेरै चिज त पकाउँदिनँ आज मासु त्यो नयाँ आइटम मासु त छ पाकेकै छ अलिकति फ्रिजमा आजलाई त्यही खान्छु अब हेर्नु न अहिले अन्तिमसम्म हेर्नु पर्यो नि त त्यत्तिकै कहाँ हुन्छ त भिडियोमा के छ नि मेरो त आज त उल्कै छ ल मेरो खाजा भइसक्यो भाँडासाँडा माइसक्यो अब मेरो काम भनेको यो अनबक्सिङ अब गिफ्ट भयो अनबक्सिङ भन्ने सामान यो चाहिँ 99 सपबाट ल्याएको होइन अब 99 सप कहाँ छ हजुरहरूले थाहा छँदैछ यसमा पनि धेरै चाहिँ चाहिने चिजहरू पाइन्छ सस्तोमा राम्रो राम्रो पाइन्छ एउटा बट्टा ल्याएको छु यो 3टा बट्टा ल्याएको छु मलाई बट्टा जति भयो नि पुग्दैन बट्टै बट्टा छन् तै पनि बट्टा चाहिन्छ नै हेर्नुहोस् त्यसपछि यो कति भन्दा माथिको 1000 भन्दा माथिको किनमेल गरेर एउटा गिफ्ट सामाउदर छ अब यो के हो त्यो गिफ्ट यो त त्यो पानी यस्तो किचनमा पानी छोड्ने जस्तो छ ए यो सिलिकनको उ रहेछ नन स्टिकमा त्यो रोटीहरू अन्डाहरू बनाउनलाई हुन्छ हो र म त त्यो के रे मग जस्तो लाग्छ पानी छोड्ने त्यो आयो त्यो भने गिफ्टको लागि धन्यवाद 99 मार्टलाई त्यसपछि टोइलेट पेपर यो चाहिँ टोइलेट पेपर अब जाडामा के गर्नु त्यसपछि अब यो चाहिँ मेरो सकिरहेको छ कि यो रिफिल हो यहाँ छ एउटा बक्स चाहिँ टिस्यु बक्सको रिफिल टिस्यु बक्स त्यहाँ छ सकिएपछि यो म किनेको बेला एकैचोटि झ्याप्पै ल्याइराख्ने हो एउटामा कतिवटा हुन्छ 5वटा अनि यो पनि टोइलेट पेपरै हो अब हेर्नुहोस् मैले 99बाट ल्याएको चाहिँ यी चिज हुन् है त्यो चाहिँ के हो त्यो यो चाहिँ डस्टबिनको लागि प्लास्टिक हो फोरफाले प्लास्टिक एकदम ठिक साइजको छ अनि मैले 2टा ल्याएको छु 100 200 300 400 500 600 700 800 900 1000 ट्याक्कै 1000 रहेछ नि त सामानमा यो आएको यो खै त्यो बिन ब्याग पाउँथ्यो एक्चुअली बिन ब्याग चाहिँ ठुलो हुन्छ एकदमै यो 45 सेन्टिमिटर 50 सेन्टिमिटरको हुन्छ यो चाहिँ एकदमै राम्रो हुन्छ देख्दा पातलो देख्यो नि है गजब छ बलियो छ एकदमै बलियो छ के ठुलै डस्टबिनलाई मिल्छ यत्रो डस्टबिनलाई मिल्छ है यो डस्टबिनलाई अझ ठुलोलाई मिल्छ अझ ठुलोलाई मिल्छ ल अहिले यो कुरो हो होइन अनि यो छँदैछ मैले ल्याएको चिज ढ्याक्कै ल्याएको छु अब यहाँ हेर्नु है त यसमा चाहिँ मैले यो केक बनाउने भाँडा ल्याएको कहिलेकाहीँ केक बनाउनु मन लाग्छ अनि यहाँ अलिक भाँडाको उ भएर यस्तो सेपमा ट्याक्का यस्तो बनाएर बाहिरबाट क्रिम सिम दलेर ट्याक काटेर ह्याप्पी बर्थडे टु मी भन्ने खाने क्यामेराम्यानको बर्थडे आउँदैछ नि त त्यही भएर क्यामेराको बर्थडे एकदम छिटै आउँदैछ अब एक हप्तामा क्यामेराम्यानको बर्थडे छ अनि घरमै बनाएको ए त्यसरी घरमा बनाएको मिठो हुन्छ भने थियो नभए त फेरि त्यो केकले त मान्दिनँ त म त कति रुपियाँ चाहिँ यसलाई भनेर हो के घरमै बनाएको केक खुवाउँछु भनेर मैले यो लिएर आइदिएको 355 त्यसको क्यामेराम्यानको लागि यो चाहिँ बर्थडेको लागि 290 यहाँ सानो भएर यहाँ त चिसो निक्लिसकेको नि त फ्रोजन आइटम होला अब यो हो मैले कहिलेकाहीँ यसो चिल्ली खान मन लाग्छ भनेर ल्याएको चिज खोर्से अनि यो किचन केचप चाहिँ एकदम मिठो छ अहिले 224 रुपियाँमा आएको रहेछ यो एकदम मिठो छ 224 रुपियाँमा मात्रै परेको यो अलिकति यो तपाईँहरूलाई अब के लाग्छ यो भ्यान्टा हो होइन निलो भ्यान्टा मैले तरकारी खान ल्याएको त्यसपछि हेर्नुहोस् टोफू चाहिँ म एकदम धेरै खान्छु पनिर एउटा त पनिर पर्छ त एउटा पनिर हो के राखेको त होइन ए होइन पनिरै ल्याएको यो चाहिँ पनिर हो अनि यो चाहिँ टोफू म चाहिँ एकदमै धेरै खान्छु त्यसपछि यो स्विट कर्न एकदम मिठो हुन्छ है यो चाहिँ एकदम मनपर्ने चिज हो मलाई बेला बेला खाइरहेको हुन्छु अब कहिले कुन खान मन लाग्छ कहिले कुन खान मन लाग्छ कहिले काहीँ बिग्रिन्छ पनि अनि यो एउटा चाहिँ कस्तो हुँदो रहेछ मैले ट्राई गर्न मात्रै ल्याएको मोमोको ऱ्यापिङ हो पिठो बेल्न ओर्न अलि लन्ठा भएन यति भएपछि भनेर एक लट मोमो बनाउनु मन लागेर यो चाहिँ पहिला राखिहाल्छु एकदमै चिसो भयो क्या यो झोलामा चिसो भइसक्यो मेरो फ्रिजमा मासु छैन भन्नु मलाई फेरि मासु छ है हेर्नुहोस् है
मासु त मेरोमा पुग्दैन मकै यति बाँकी रहेछ ल्याएर भरि खाएँ मासु नै हो एउटा ससेज हो यो मासु हो अनि यतापट्टि मासु यो भित्र पनि मासु यता खुर्सानी दुध अदुवा यस्तै हरियो चिजहरू त्यस्तै फ्रोजन गरेर राखेको छु अब यो चाहिँ म फ्रोजनमा राख्दिनँ यो चाहिँ फ्रोजनमा राख्नु मिल्दैन ट्याक्कै यहाँ गोजीमा हालिदिइराखौँ ओहो सामान त अनि भद्र गोल छ त्यो तल जान्छ नि तल स्टेप खाली रहेछ नि त्यो यहाँ जान्छ अब यो टोफु चाहिँ म यस्तो मिठो बनाएर खान्छु नि डामेर चिल्ली बनाएर होइन टोफु मनपर्छ म एकदमै पनिर यसको मुनि झोलाको मुनि गएछ पनिर पनि यहीँ राखिदिन्छु ल टोफुसँग केचप पनि राखिदिनु गोजीमा त्यसपछि तपाईँको भन्नुहुन्छ भने यो पनि राखिदिइहाल्छु म भ्यान्टा यहाँ राखिदिने योलाई पनि यहीँ राखिदिने आफ्ना ठाउँ छन् क्या यसका अनि यसको चाहिँ गोजीमा राख्नु त्यो चाहिँ उतै टोफुको अगाडि राखिदिउँ त्यसलाई चाहिँ त्यहाँ टोफुतिरै भइहाल्छ नि यहाँ हुन्छ ठाउँ छ ल अब यो चिसो आइटम सक्यो यो जाडामा चिसो नछुन पाए हुन्छ जस्तो लाग्छ चिसो आइटम सक्यो त्यसपछि आउँदाखेरि मैले अब भाटभटिनीबाट ल्याएको मलाई चाहिँ एउटा समस्या के भएछ भने भाटभटिनीमा त्यो घटना भएदेखि चाहिँ मेरो नजिकको भाटभटिनी भनेको यहाँ एउटा कोटेश्वर एउटा चाहिँ तपाईँको बौद्धको भाटभटिनी हो नजिक त भक्तपुर पनि हो तर बाइक पर्ने अन द वे उता पर्छ भाटभटिनी मात्रै जाने भनेर जानुपर्छ यता चाहिँ काम पर्दा जाँदा आउन मिल्ने ठाउँमा चाहिँ अहिले मेरो यो चुचेबाटीको भाटभटिनी नभएर मलाई एकदम घाटा त्यसपछि फेरि त्यहाँ कहिलेकाहीँ म चक्रपथको भाटभटिनी जान्थेँ त्यो पनि छैन मेरो नजिकको भाटभटिनी कुनै छैन तिनटै थिए यो चाहिँ मैले अरू सामान चाहिँ मैले भाटभटिनीबाट ल्याएको हो धेरै जस्तो सपिङ भाटभटिनीमै गर्छु होइन छन त अरू पनि छन् सपिङ सेन्टर तर अलि मेसो मिल्दैन के मिल्दैन भाटभटिनी बिग मार्ट सेल्स भेरी के छन् है अब यो म भाटभटिनीबाट ल्याएको देखाउँछु तपाईँलाई यो चाहिँ मैले यो पट हो ग्रिन टी पट मसँग त्यहाँ अलिक ठुलो छ यो अलिक सानो कहिलेकाहीँ यसो बोकेर हिँड्नुहुन्छ नि त ट्राभल गर्दा अब म हिँडिरहने मान्छे भनेर एउटा लिएर आएको छु त्यसपछि भाटभटिनीमा यो स्याङ्जाको सुन्तला आएको छ साह्रै मिठो छ है भाटभटिनी सुन्तला चाहिँ मिठो छ है अब छान्नु चाहिँ पर्छ है फेरि कोही चाहिँ अलिक गिला नि आउँछ ट्रेमा राख्नेहरू लिएर आएर राखिहालौँ न है उता होला एउटा यस्तो छ कुरो ल हेर्नुहोस् त्यसमै अड्छ र अड्दैन होला एभोकाडोकोमा अड्दैन सुन्तला राख्ने भाँडा छ मेरो अब अघिदेखि बोल्न नसक्ने खाएपछि चल्न नसक्ने भोकै हुँदा बोल्न नसक्ने खाएपछि चल्न नसक्ने चाहिँ मै हो कि एउटा ल एउटा चाहिँ मैले यस्तो भएको ल्याएको थिएँ किनभने यो चाहिँ यसरी पक्का पारेर खाइहाल्नुहुन्छ भनेर क्या सुन्तला फेरि म यति खान्छु यो म भोलि बिहानसम्म हो ठ्याक्कै हो क्या रातभरिलाई हो यति सुन्तला चाहिँ मिठो छ कस्तो मुखरा छ एउटा पाऊँ न किन नमिठो छ यो सुन्तलाको त मलाई फेरि खासै मन पर्दैन मलाई सुन्तला एकदमै गुलियो छ भने मात्रै हो अमिलो भयो भने त एम्मी ल जल्दी खाए नि हुन्छ अब मैले तपाईँहरूलाई देखाउनु पर्दाखेरि यहाँ ल्याएको छु एउटा मैदा 2 किलोको मैदा ज्ञान मैदा यो मैदा चाहिँ खासै प्रयोग हुँदैन मैदाको आइटम अनहेल्दी नै भन्छन् भन्नु चाहिँ तर कहिले कसो यसो केक बनाउन मन लाग्छ कहिलेकाहीँ जेरी बनाउन मन लाग्छ त्यस्तो बेला बजारमा किन्न जान 1 किलो किन्न जान केक बनाउने भाँडो ल्याएपछि अनि यसो बनाउनु पर्यो नि त बनाउनु पर्यो भनेर पनि मैले यो ल्याएको यो मैदा हो त्यसपछि यो अर्को छ यो चाहिँ ज्ञानचक्की आँटा यो आँटा चाहिँ 1 किलो एकदमै रोटी खाने मान्छे है मलाई कस्तो रोटी खानु मन लाग्छ कहिलेकाहीँ सुक्खा रोटी अनि यो मैले धेरैचोटि सुनाइसकेँ दिदीलाई नै भनेको थिएँ दिदीले चाहिँ आइज म पकाउँछु भनेर चाहिँ मेरो ठुली दिदी रमिला दिदी चाहिँ सबैभन्दा धेरै रोटी पकाउने मान्छे पर्छ रोटी खान मन लाग्यो रमिला भनेको एक दिन पकाउँछु भन्दै थिएँ मैले बेला बेलामा ल्याउँछु तर एकचोटि रोटी पकाउँछु 3 दिन जति त्यही रोटीले पुगिहाल्छ त्यसपछि यो बाँकी रहेको किराले खाइहाल्छ 5 किलोको प्याकेट ल्याएर खोलेर बनाएको है अस्ति नै 1-2 चोटि बनायौँ त्यस्तै भयो क्या अनि त्यही भएर मैले किरा लाएको चाहिँ कस्तो कस्तो भएछ अनि गाईलाई लगिदिउँ है हामीले अनि अहिले चाहिँ यो गोठमा लगिदिउँ मैले जम्मा 1 केजीको ल्याएको छु यसको नि आधी खाएर आधी बिग्रिन्छ है भन्ने बिगिन अब रेगुलर खानुपर्छ रोटी खानुपर्छ रोटी चाहिँ राम्रो पनि हो दसैँ भयो यता भयो अस्ति त्यो दसैँभन्दा अगाडिको हो नि त अनि अर्को कुरो छ यहाँ भनेको चामल पुलाउ बासमती रहेछ नि त पुलाउ बासमती राइस हो यो चाहिँ पुलाउ नै खान मिठो हुन्छ खासमा होइन अरू चाहिँ म खासै मासुको बेला भात यसको खान्न मासु कहिलेकाहीँ भात खान्छु कहिलेकाहीँ एकदम थोरै मात्रामा भात खाने मान्छे पर्छु म
त्यो भात खाँदाखेरि चाहिँ मलाई गाउँबाट ल्याएको चामल लोकल चामल मम्मीले छोराले मासुसँग भात खान्छ भने कहिलेकाहीँ लोकल चामल पठाइदिनुहुन्छ त्यो लोकल चामल खान्छु भात चाहिँ अनि अब अरू नै तरकारीमा पनि गाउँको लोकल चामल अलिक छुट्टै मिठो हुन्छ क्या अनि यो चाहिँ पुलाउ खानको लागि कहिलेकाहीँ गेस्टहरू आउँदाखेरि पुलाउ बनाउनलाई आउनुहुन्छ नि त मेरो अनि गेस्टहरू त हजुरहरू पनि आउनुहुन्न त यो 5 किलो चामल पनि बिग्रिन्छ यो 5 किलो पनि बिग्रिन्छ कहिलेकाहीँ हो खाँदा यो कहिलेकाहीँ किरा लगाएर कहिले डल्लो परेर 1 किलो प्याकेट छैन त्यहाँ यो किन ल्याएको त नल्याएको होइन नि आज होइन अब सामान ल्याएको बेला ल्याइराख्नु फेरि अब त्यो 1 किलोको 2टा पका खोल्नु 5वटा छ त्यहाँ प्याकेट यो धेरै स्टकमा राख्नु नि भने के यस्तो सामानहरू बिग्रिन्छ ल्याउनुपर्छ अलिअलि सामान ल्याइहाल्ने हो त्यसमा के छ यसमा छ साथीहरू फेरि यो किनमेलमा चाहिँ म आज संलग्न थिइनँ होइन मलाई थाहा छैन के छ म पनि एकदम सरप्राइज अब तपाईँहरूलाई भन्नु पर्दाखेरि मैले अघि भनेको थिएँ नि पश्चिमतिरको भिडियो हेर्छु स्याङ्जाको तरकारी ए मैले ल्याउनु भनेको थिएँ नि हो यो चाहिँ मलाई मन पर्छ कि पर्दैन पहिलोचोटि खाँदैछु है मासु र पिँडालु 145 यसले आधी किलो मासु आउने चाहिँ भन्दै लिएर आएँ नि के गर्नु स्वादिष्ट मस्यौरा उद्योग देखेर चाहिँ ठिक छ यो अहिले पकाउँदा कस्तो छ यसको स्वाद चाहिँ मैले त्यति साह्रो खाएको छैन अब यो भिडियोमा टिकटकमा हेरेको भरमा कति चिज नमिठो नि परेको छ कति युट्युबमा हेरेको भरमा मिठो नि परेको छ यो कस्तो छ मलाई थाहा छैन आज पकाउँछु अहिले खाइहेरौँ न के छैन अर्को कुरो भन्नुपर्दाखेरि ओहो चक्लेट यो चाहिँ मेरो मिल्क चक्लेट यो चाहिँ मलाई एकदमै मनपर्ने चक्लेट हो होइन किनेर नि खाएको होला नि त उही यो त जहिले खान्छु म उही कतिवटा खाएको गरेर बाहिर निस्किने साथै खान्छु कतिवटा छ बिलमा कतिवटा लिएर आएको आज 5वटा ल्याएको थिएँ 2टा पनि सकेँ 2टा हुनाले अर्को खालको ठुलो खालको एउटा मिल्क बार भन्ने छुट्टी ल्याएको थिएँ ए अनि होइन मिल्की के भन्ने थियो त्यो नेस्लेको ग्यारेज नेस्लेको यो मिल्की बार यसको चाहिँ भित्र हुन्छ अर्कोको चाहिँ दुध हुने हो दुध हुने त्यो चाहिँ खाएँ यस्तो सलाइको जस्तो बट्टामा प्रोटिन बार चाहिँ नखाएको आज प्रोटिन बार नै खाएँ बिगसको चाहिँ भातबुटी नि गइसकेपछि बिगले खाने भनेको एउटा प्रोटिन बार भातबुटीमै खाने अनि दही एउटा सानो दुध आधी लिटरको मिठो दही रहेछ लास्ट टाइम एउटा मिठो दही रहेछ के सानो है यत्रो बट्टाको रहेछ मिठो दही कत्रो मिठो होला भने ल्याएको बाहिर ल्याएर खाँदै नमिठो अनि दुध दही आधी लिटरको प्रायः होइन अनि त्यसपछि चक्लेट यो चक्लेट चाहिँ फेभरेट भातबुटीमा बिल गर्ने बित्तिकै खाइहाल्ने हो प्रायः खान्छु म यो अहिले फेरि खानु हुन्छ यो ल्याएको हेर्नुहोस् मल्टिग्रेन नगेट्स सोयाबिन मल्टिग्रेन यसमा त यो चाहिँ अलिक राम्रो हुन्छ यसमा चाहिँ राम्रो छ अब दाल ल्याएको छु हेर्नु रात दाल जन ल्याएको छु कहिलेकाहीँ अन्डाको सुप खान्छु म त्यसको लागि ल्याएको जन थिएँ मिठो लाग्छ मलाई यो जन अब सुकेर खाएको दुध आउँछ अरे अब केटा मान्छेले खाएर के आउने हो त्यो आफै विचार गर्नु है त्यसपछि यो ब्रेड क्रम कहिलेकाहीँ रोस्ट बनाउन कहिलेकाहीँ केएफसीवाला चिकन बनाउन कुखुराको मासुको लागि ल्याएको मसला त्यसपछि हेर्नुहोस् यो कुरिलोवाला चाउचाउ अब यो जाडामा सुप मिठो हुन्छ आलु तामा कुरिलो त कुरिलो हो कुरिलो यो कुरिलो ल्याएको छु यहाँ यति हेर्नु अब कति छ यहाँ हेर्नु न यो आलु तामामा चाहिँ यो चाउचाउमा चाहिँ म तामै हालेर खान्छु फेरि अलिकति त्यो गाउँतिरबाट आएको तामा हुन्छ नि बाँसको तामा क्या त्यो फ्राई गर्ने त्यसपछि यो हालेर बनाउनु भयो भने यस्तो स्वादिलो हुन्छ सुप के कुरै नगर्नु क्या यो चाहिँ रविनलाई पनि मनपर्छ विशाललाई पनि मन पर्थ्यो अहिले फेरि सम्झेँ उनीहरू दुवैजनालाई यो आलु तामा चाउचाउ खानुपर्छ यसको लागि ल्याएको त्यसपछि अब पुरानो तर ब्रान्डेड अरे अरे रारा मिठो भन्छन् सारा खाना हो भोजन हो स्या खाजा सबैको रारा चाहिँ पुरानो तथा ब्रान्डेड अहिलेसम्म टिकेको राम्रो कम्पनीको मिठो चाउचाउको चाहिँ भेराइटी आएछ नि त चाउचाउ आएको छ चाउचाउ चाहिँ यस्तो अब कार्टुनै ल्याए पनि हुने तर फेरि कार्टुनमा एक थरी नै खानुपर्ने है एउटै थरी सकिन्छ नि त वाइ सधैँको फेभरेट वाइ यो पनि यो चाहिँ अब वाइ रेगुलर यसमा चाहिँ फेरि अन्डा हालेर तपाईँको अदुवा हालेर पकायो भने साग हालेर हुन्छ यस्तो मिठो हुन्छ यसको छुट्टै स्वाद छ क्या सबैको आफ्नो स्वाद छ क्या चार थरी चाउचाउ भइसक्यो यो कुरिलो एउटा छुटेछ यहाँ त्यसपछि यो छ नि यो चाहिँ फेरि भेज सुप खानालाई मिठो हुन्छ है केही नहालिकन भेज सुप खाना यो क्विक यो मिठो हुन्छ अनि मैले फेरि बजारमा केही नयाँ चिज देख्नु हुँदैन त्यो ल्याइहाल्छु के ल्याएको छु भने यो एउटा गजबको भन्ने चाउचाउ आएको छ अब नयाँ हो कि पुरानो मैले खासै खाएको छैन कस्तो हुँदो रहेछ भने गजबको पिरो भनेर यो ल्याएको छु गजबको पिरो ए यो चाहिँ पिरोवाला अब चाहिँ पिरोवालामा आयो यो चाहिँ कहिलेकाहीँ अब ठुलो चाउचाउ भन्दा यो थोरै भोक लाग्यो बेला यसो एउटा मात्र बनाउने हो त्यो करेन्ट ठुलो नल्याएको करेन्ट छ मैले मैले सानो मात्र ल्याएको कि भनेर नि अनि यो फेरि ज्याकपोट भन्ने यो पनि पिरै हो अकबरे ज्याकपोट अकबरे
कस्तो कस्तो टाउको बोकेर फ्लेभर नयाँ नयाँ कस्तो हुन्छ त्यो चाख्नु होइन कहिलेकाहीँ खाने यो चाहिँ सधैँ खान्न म है कहिलेकाहीँ खाने हो अनि अर्को मैले कफी ल्याएको छु म चाहिँ प्रायः आजकल दुध चिया अलिक कम गरौँ कि भनेर बिहान कफी खान्छु बिहान कफी नै मात्रै खाने बानी लागिसक्यो दुध चिया छोड्न सकेको छैन यो चाहिँ मैले एकदम मनपर्ने चिज अलिक मिठो पनि हुन्छ यो कफी चाहिँ डेभिडफको अनि यो हात खुट्टा चिल्लो ख्याल गर्नु पर्यो के गर्नु अलिक राम्रो हुनु मन सबैलाई लाग्छ नि अनुहार जस्तो भयो नि होइन त्यो भएर यो ल्याएको छु अनि यो गजबको बिरो यहाँ पनि छुटेछ बिल अलि हेर्नुपर्छ एकचोटि बिल त अर्को कुरा भाटबन्डीको बिल जहिले पनि तपाईँहरूले चेक गर्नु मैले 3 चोटि चाहिँ सामान क्लेम गरेर फेरि फिर्ता गरेर ल्याइसकेको छु भाटबन्डीको बिल चाहिँ तपाईँहरू ढुक्क कहिले पनि नहुनु भाटबन्डीको बिलमा मिस्टेक हुन्छ कुनै न कुनै सामानमा कुनै न कुनै दिन हुन्छ अवश्य हेर्नु मलाई 1 पिस भनेर ठाउँमा कहिले 2 पिस पर्छ कहिले 3 पिस पर्छ अनि त्यो भएर ख्याल गर्नु मलाई त्यो कुरो चाहिँ त्यस्तो हुन्छ अनि फेरि अर्को कुरा उस्तै उस्तै चिज छ भने होइन जस्तै हामीले आज त्यो मकैको बिल हेर्नुपर्छ है दुई थरीको मकै ल्याएको छ नि स्विट कर्न होइन त्यो 2 थरीलाई एउटाको अलिकति प्राइस महँगो छ एउटाको अलिक सस्तो छ दुईटालाई एउटैमा राखिदिनुहुन्छ त्यो बिल राम्रोसँग बिल चेक गर्नुपर्छ धेरैचोटि क्लेम गरिसकेको छु त्यो चाहिँ धेरै जस्तो चाहिँ भक्तपुर भाटबन्डीमा त्यो भइरहेछ स्क्यान गर्दा ट्विक 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 गर्दा 3-4 चोटि स्क्यान हुँदो रहेछ कि भनेको छु यो किन यस्तो मिस्टेक भइरहेछ भनेर अब तपाईँलाई परेको असुविधाप्रति क्षमा प्रार्थना ओभर कन्फिडेन्ट स्टाफको ओभर कन्फिडेन्ट भन्नु अब म पनि खुसी भएँ अब ओभर कन्फिडेन्ट रहेछन् त साथीहरू भनेर के गर्ने हैन अनि एउटा ल्याएँ मैले कोदोको पफ यो चाहिँ मिठो हुन्छ यो कोदोको पफ हो अब पफको धित मार्ने हो अब 100 रुपैयाँ 120 को 100 रुपैयाँमा आएको रहेछ नि त अनि लास्ट टाइम पनि खाथ्यौ त हामीले यो त खाइरहन्छौँ अनि यो फरेन्ट अब यो चाहिँ मिठै छ त्यो भएर 5 वटै ल्याएँ हैन अब यो चाहिँ सधैँभरि खाइरहेको चिज हो यो चाहिँ एक प्याकेट मलाई 2 PM मन पर्छ 2 PM मन पर्छ 2 PM को मैले कहिले ल्याएको छु दुईटा मात्रै ठिकै छ हुन्छ यो धेरै सधैँ खान्छु नि कि यिनीहरू भनेको कहिले काहीँ अल्छी लागेको बेला निन्द्रा लागेको बेला त्यस्तो बेला खाने हो के अनि यो पनि एउटा के हो यो नयाँ रहेछ हो के हो गनी यो सिङ उम्रेको देखाउँछ नि कता हो डेभिल यस्तो अनि यो चाखौँ त एकचोटि के हुन्छ भनेर 2 PM 3टा रहेछ नि त यहाँ यो चाहिँ 2टा रहेछ क्या हो ए त्यो 3 2 5 10 वटा लिएर टोटल गरेर करेन्टको 5 वटा यसको 5 वटा लिएर यसरी बुझ्नु न कुरो अनि परस्पर सकेन सामान कहाँ सकिन्छ त्यसपछि मैले यो ल्याएको छु डाइजेस्टिभ बिस्कुट ल्याएको छु एउटा डाइजेस्टिभ कहिले काहीँ आफै खान नि हुन्छ कहिले काहीँ फुत्त कतै निस्किने बेला यसो झोलामा हाल्दै निस्किनै मिल्छ यो पनि डाइजेस्टिभै हो बिस्कुट ल्याएको छु है यो चाहिँ त्यसपछि यो राम्रो कुकिज ल्याएको छु यो पनि कुकिज हो कहिले काहीँ कसैले लाने हुन्छ कहिले काहीँ आफूलाई खान नि हुन्छ तर म बिस्कुट एकदम कम खान्छु मैले धेरै खाने भनेको एउटा ह्याप्पी बिस्कुट भन्ने हुन्छ ती सानो 10 रुपैयाँ जाने छ कि यहाँ हेर्नुपर्छ छ त्यसपछि मैले यहाँ पाउडर दुध ल्याएँ कहिले काहीँ हतारमा छिटो छरितो मिठो पक्का पारेको चिया खानलाई यो काम लाग्छ कफीमा नि 1 चम्चा हाले पनि मिठो हैन त्यसपछि मैले ल्याएँ यो स्ट्र कहिले काहीँ यसो लस्सी बनाएर बाँड्नलाई यसो सकेको छ अलिकति छ त्यहाँ माथि छ स्टकमा 4-5 होइन 15 वटा जति होला त्यो भएर यो ल्याइराखेको कहिले काहीँ सकिएपछि कहाँ खोज्नु जानु मेरो सामान चाहिँ एउटा दुईटा स्टक हुनैपर्छ सकिएपछि मलाई झ्याउ लाग्छ अनि तपाईँको अर्कै छिटो छरितो हुने यो कफी ल्याएको छु नेस्क्याफेको यो चाहिँ कस्तो हुन्छ भनेदेखि कहिलेकाहीँ रातिमा सबजना सुत्छन् 12 बजे 1 बजे आफूलाई चाहिँ चिया खान मन लाग्छ त्यतिखेर स्वाट्टा कफी हालो खायो तातो पानी हालो खायो सुतो यस्तो हुन्छ यो चाहिँ डिस्टर्ब नगर्ने चिया कफी हो यो चाहिँ कसैलाई डिस्टर्ब नगर्ने कि त्यसपछि तपाईँको आयो मलाई मनपर्ने भनेको यही बिस्कुट हो म ठुलो चिजमा खुसी हुन्न क्या मलाई सानो चिजमा खुसी मिल्छ कि यसमा जति खुसी मिल्छ यसमा त्यति खुसी त्यहाँ पनि प्याकेट छ यहाँ छ कति ल्याएको यो सकिएको दिन कहाँ खान जानु आफूलाई राति खान मन लाग्छ अनि राति खान मन लाग्दैन पसल बन्द भइसक्छ स्टक धेरै भयो कि घरमा सामान त्यो भएर यो चाहिँ मेरो लागि हो ल म खान्न मिठो हुन्छ यो अनि अर्को कुरो यहाँ ल्याएको छु मैले तपाईँको यो के हो मुस्ली यो चाहिँ विशालले नि एकदम मुस्ली खाने भने गर्थ्यो मुस्ली ल्याएको छु भाइ मैले तँलाई सम्झेँ यार यत्रो मुस्ली ठुलो मुस्ली ल्याएको छु अब हुन त अहिले त मुस्ली खाने ठाउँ छ 1 किलोको कतिको यो 1100 समथिङ कति छ 1225 लेखेको छ यसमा त्यसमा बिलमा अलिक कम हुन सक्छ के छ अब बिल 1 किलो कति हो 1 किलोको मुस्ली यो मुस्ली खान्छु म कहिले काहीँ कसो अब रहर लाग्यो खान त यत्रो चिज खाँदाखेरि म कति अब बोडी फुलेर कत्रो हुने हो अर्को ल्याइदिएको छु मैले यो ओट्स इन्स्ट्यान्ट ओट्स यो चाहिँ कहिले काहीँ यसो दुधसँग खान मन लाग्यो भने यसो दहीसँग खान मन लाग्यो भने यो छँदैछ है ओट्स यहाँ सकिएको छ कि त्यो भएर ल्याएको यो चाहिँ अर्को कुरो छ कहिले काहीँ म गुलियो गर्ने भाइ यो सोनपापडी मलाई लाग्छ यो मिठै हुन्छ है कहिले काहीँ चुस्सा यति पक्का खान मिठो हुन्छ कि
अनि अर्को कुरो छ यो कम्फर्ट फेब्रिक कन्डिसनर यो चाहिँ फेब्रिक कन्डिसनर हो यसो कति 2 लिटरको ठुलो लिएर आएको यसको बोतल थिएन बोतल नै थियो मलाई जे मन लाग्छ त्यो ल्याउँछु नि किन हुँदैन ए ग्रीन कलरको बोतल यी बोतल पनि ल्याएको छु दुईटा ग्रीन ल्यो बोतलमा छैन भने त्यसै दुईटा रेड अनि 2 लिटर लिएर आएको निलो चाहिँ दुई त्यो त्यस्तो माथि निलोको चाहिँ बोतल थिएन अब यो झोल ल्याएको छु फेरि त्यसमा नि एउटा झोल आउँदो रहेछ त 500 ml को कुनमा त्यो बक्समा पनि आउँछ सबैमा आउँछ नआउने के छ र नि थाके सकियो सामान छ यहाँ अझै कस्तो सकिन्छ र अनि यो चाहिँ मैले त्यो वासिङ मेसिन यसो ड्रम क्लिनर ल्याएको हो यो चाहिँ क्लिन गर्नुपर्छ बेला बेला अर्को कुरा ल्याएको छु मैले मेरो लागि माछा टुना ल्याएको छु यो चाहिँ कहिलेकाहीँ यसो रातिमा चट्ट खोलेर यसो प्यासेज हाल्दा मिठो हुन्छ हौ यो त छिटो छरी त्यो पाकेको चिज हो कि यो चाहिँ अलि बाहिर गेटमा कति धेरै थियो अर्को चिज ल्याएको छु यो ल्याउँदा म सुस्मिता बहिनीले सम्झिन्छु यो चाहिँ कम्पनी थियो सुस्मिता बहिनीहरूको हो तर सुस्मिता बहिनी कता हो कता आजकल खै यस्तै ल्याएर यहाँ हेर्नु पर्यो के गर्नु बहिनी किनेर खाएको है मैले फेरि यो सबै किनेको यहाँ कसैले दिएको छैन अर्को ल्याएको छु रिजालको हो यो दालमा मलाई कस्तो मनपर्छ यो व्हाइट खालको पिरो नहुने दालमा ठिकै छ भनौँ न सादा जस्तो छ अलि होइन मिठो लाग्छ मलाई के मुङको दालमा हल्दीरामको यो पनि ठिक छ त्यसपछि अर्को ल्याएको छु यो चाहिँ चक्लेटवाला बिस्कुट हो यो चाहिँ मिठो हुन्छ है यो मलाई मनपर्छ त्यसपछि यो ल्याएको छु के हो यो दालचिनीको धुलो बिहानमा खानलाई त्यसपछि यो ल्याएको छु चिनी चाहिँ 2 केजी मात्रै किनभने मसँग यहाँ अलरेडी 8 केजी जति चिनी छ थप्दै गरेको अलिक थप्दै गरेको त्यसलाई निकालेर अब यहाँ कार्टुन खाली हो यति सामान ल्याएको छु मैले आज हेर्नुहोस् अब यसमा मलाई के खाइहालौँ जस्तो लाग्दैछ यो माछा भइरहेछ तर यो चाहिँ भुजा मोलेर खायो भने कस्तो मिठो हुन्छ क्या माछा यस्तै हो अब उतातिर मेरो तरकारी सरीको पकाउने छ अब यो म मिलाउँछु यो मिलाउन चाहिँ मलाई हैरान छ फेरि तर त्यस्तो हुँदैन यिनीहरूको आफ्नो आफ्नो ठाउँ छ जे सब पुराना छन् त्यसलाई माथिबाट राखिदिने जे नयाँ छन् त्यसलाई मुनिबाट राखिदिने अनि माथि खाँदै गयो नत्र एक्सपायर हुन्छ फेरि कति त एक्सपायर हुन्छ कि भने डर बेला बेला हप्तामा 15 दिनमा एकचोटि फनक्क घुमेर चेक गर्नुपर्छ ल मेरो आजको किनमेल यस्तै रह्यो अब के सुन्तला खानुपर्ने भयो क्या एउटा फेरि खाने हो एउटा सुन्तला खाइहाल्छु अलि मिठो होला जस्तो अनि कुरो ल भ्लगै 20-21 मिनेट भइसक्यो आम्मा हो र 21 मिनेट लामो भन्छ लु अब त्यतै पकाउँछु खान्छु तपाईहरु ल इन्ड गरौँ अब तपाईहरु पनि सुत्नु यो सामान चाहिँ बिल चेक गर्नु पर्यो नि बिल चेक गर्छु बिल चाहिँ जहिले पनि भाडो निको चाहिँ विश्वास हुँदैन साथी चेक चाहिँ गर्नुस् है एकदमै कहिलेकाहीँ त्यस्तो गडबड हुन्छ ल तपाईहरु धेरैले धेरै सम्झेको छु धेरै धेरै माया मेरो यस्तै हो घर चलाउन गाह्रो छ अब तपाईहरुले पनि दाजुभाइले हेर्दै हुनुहुन्छ भने दिदीबहिनीले हेर्दै हुनुहुन्छ भने आमाबालाई सबैले सघाउनु होला घर चलाउने काम एकदम गाह्रो चिज हो झ्याउ लाग्दो काम हो टाउको दुख्ने काम हो तपाईहरु अफिसको काम गरेर सजिलो छैन यो घर चलाउने काम चाहिँ सबैले मिलेर घर चलाउँ जिन्दगी सुखमय बितोस् शुभकामना ल हेरौँ सिधी सामान मिलाउनु छ अब